सम्पूर्ण नमस्कार। आज म श्रमिकहरूको न्यूनतम पारिश्रमिक सम्बन्धी नेपाली कानुनी व्यवस्था के कस्तो छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। अब श्रम ऐन 2074 को दफा 34 अनुसार चाहिँ प्रत्येक श्रमिकले काम सुरु गरेको मितिदेखि पारिश्रमिक र सुविधा पाउने छन् र तिनीहरूले पाउने पारिश्रमिक र सुविधा चाहिँ यस ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख गरेको भन्दा कम नहुने गरी रोजगार सम्झौतामा उल्लेख गरे अनुसार हुनेछ र यदि रोजगारदाता र श्रमिक बीच सम्झौता भई सम्झौतामा उल्लेख गरेको अवस्थामा बाहेक श्रमिकले चाहिँ खाइपाई आएको पारिश्रमिक तथा सुविधा घटाउन पाइने छैन भन्ने व्यवस्था गरेको छ। त्यस्तै दफा 106 मा चाहिँ श्रम मन्त्रालयले चाहिँ प्रत्येक 2 वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा यो श्रमिकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नुपर्नेछ भनेर व्यवस्था गरेको छ। त्यही व्यवस्था अनुसार चाहिँ श्रम मन्त्रालयले 2080 सालमा 2080 साउनमा प्रकाशित गरेको सूचना अनुसार चाहिँ यो चिया बगानका श्रमिक बाहेक अन्य श्रमिकहरूको मासिक न्यूनतम पारिश्रमिक चाहिँ 17,300 हुने र चिया बगानको श्रमिकहरूको चाहिँ 13,893 हुने भनेर व्यवस्था गरेको छ र श्रम मन्त्रालयले यो सम्बन्धी अर्को सूचना प्रकाशित गर्यो भने सोही सूचना अनुसार हुनेछ। हस्त, धन्यवाद।